Hello everyone, welcome to Code AI Technologies. Today in data structure and algorithm subject, we will be studying the concept of tree. खासमा भन्ने हो भने डाटा स्ट्रक्चर एन्ड एल्गोरिदममा हाम्रो एउटा च्याप्टर हुने गर्छ ट्री. आज त्यो ट्री च्याप्टर हामी स्टार्ट गर्छौं र आई थिंक विदिन अ फ्यू डेज हामी खत्म नि गर्छौं, राइट? र ट्री जुन च्याप्टर छ त्यसमा हामी कुन कुन कन्सेप्ट पढ्छौं भने पछाडी हाम्रो नेपालको जुन डिफरेन्ट युनिभर्सिटिजहरूले इन्जिनियरिङ कलेजेसहरूमा जुन सिलेबस राखेको छ हामी त्यही सिलेबस फलो गर्छौं एन्ड जुन जुन टपिक्सहरू छ त्यो टपिक म ठ्याक्क खत्म गर्छु ताकि तपाईहरुलाई डाटा स्ट्रक्चर एन्ड एल्गोरिदमको यो जुन ट्री च्याप्टर छ धेरै इम्पोर्टेन्ट च्याप्टर छ. तपाईले एकदम राम्रो प्रिपरेसन हुन्छ एक्जामिनेसन पोइन्ट अफ भ्यू, तपाईको बोर्ड एक्जामिनेसन पोइन्ट अफ भ्यूले र डिफरेन्ट इन्टरभ्युज पोइन्ट अफ भ्यूले नि, है त. पहिला हामी थ्योरेटिकली हेरौं जुन हाम्रो सिलेबसमा आधारित छ ताकि तपाईहरुलाई हेल्पफुल हुन्छ, है त. सबभन्दा पहिला त यो ट्रीमा आज हामी हेर्छौं यो ट्री भनेको के हो, राइट? जुन हामी हेरिरहेछौं ट्री त लेख्यौं ट्री भनेको के हो हामी के बुझ्छौं ध्यान दिएर सुन्नुस्. ट्री एउटा डेटा स्ट्रक्चर हो. सिम्पली ट्री के छ? डेटा स्ट्रक्चर. च्याप्टरको नामै छ, हाम्रो कोर्सको नामै छ डाटा स्ट्रक्चर एन्ड एल्गोरिदम, राइट? र यसमा हामी डिफरेन्ट डेटा स्ट्रक्चर्स पढ्छौं जस्तै कि एरे, लिंक लिस्ट, स्ट्याक, क्यू. त्यस्तै एउटा ट्री छ भने पछाडी यति त हामी बुझ्यौं कि यो जुन ट्री आज हामी पढ्न गइरहेको छौं यो ट्री खासमा के छ रे? एउटा डेटा स्ट्रक्चर छ. यो हाम्रो कम्प्लिट भयो. नाइस. अब यो डेटा स्ट्रक्चर भनेको के छ यो हामी अलरेडी फर्स्ट लेक्चरमै हेरिसकेको छौं. हो, डेटा स्ट्रक्चर भनेको के छ? यसले हामीलाई एसिस्ट गर्छ कि हामी कुनै पनि डेटा कसरी अर्गनाइज्ड वेमा कुनै ठाउँमा स्टोर गर्छौं ताकि त्यसलाई एक्सेस गर्न एकदम इफिसिएन्ट वेमा हामी गर्न सकौं, राइट? त्यही भएर हामी डिफरेन्ट डेटा स्ट्रक्चर पढ्छौं जस्तै कि हामी अहिलेसम्म के हेरेको छौं? हामी हेरेको छौं एरे, राइट? अब यो एरेमा हामीलाई थाहा छ एरे के छ? एउटा डेटा स्ट्रक्चर छ, है त. डेटा स्ट्रक्चर छ, यसमा हामी के गर्छौं? डेटा स्टोर गर्छौं. यसरी सपोज मेरो यो एरे भयो, हो, 10 20 30 40 यसरी एउटा मेरो यो एरे भयो. इन्डेक्स 0 1 2 3 भयो, इन्डेक्स भयो, राइट? यो एउटा एरे हाम्रो डेटा स्ट्रक्चर छ, राइट? अब हेर्नुस् एरेमा हामी के गर्छौं? डेटा स्टोर त गर्छौं, एकदम अर्गनाइज्ड वेमा गर्छौं ताकि हामी डिफरेन्ट अपरेशन्स एकदम इफिसिएन्ट वेमा परफर्म गर्न सकौं. इफिसिएन्ट भनेको हाम्रो कम्प्युटर साइन्सको भाषामा के भयो? एकदम कममा, राइट? लेस टाइम कम्प्लेक्सिटीमा हामी कुनै पनि अपरेशन्स परफर्म गर्न सकौं भनेर डिफरेन्ट डेटा स्ट्रक्चर्स हामी पढ्छौं, है त, डेटा स्ट्रक्चर एन्ड एल्गोरिदममा. अब हेर्नुस् यो एउटा एरे हाम्रो डेटा स्ट्रक्चर छ. यो एरेमा हामी के गर्छौं? डेटा स्टोर त गर्छौं तर लिनियर वेमा गर्छौं, राइट? लिनियर वेमा भएको के छ? वन आफ्टर एनअदर भने पछाडी सिक्वेन्शियल वेमा हामी के भन्न सक्छौं यसलाई? हामी सिक्वेन्शियल वेमा डेटा स्टोर गर्छौं, राइट? भने पछाडी एरे नि एउटा डेटा स्ट्रक्चर छ जुन कि हामी एकदम फर्स्ट सेमेस्टर देखि पढेको हुन्छौं र हामी बुझ्छौं ठीक छ एरे इज अ डेटा स्ट्रक्चर बट एरे इज अ लिनियर डेटा स्ट्रक्चर किनभने हामी डेटा कुन फ्यासनमा एरेन्ज गरेर राख्छौं? लिनियर वेमा, राइट? इन अ सिक्वेन्शियल म्यानरमा हामी गर्छौं. त्यही भएर एरे इज अ लिनियर डेटा स्ट्रक्चर भन्छौं. तर अब यो ट्रीको केसमा डेटा स्ट्रक्चर त छ तर कुन डेटा स्ट्रक्चर छ भने पछाडी यो ट्री हाम्रो कुन डेटा स्ट्रक्चर छ रे बुझ्नु पर्यो. नन लिनियर डेटा स्ट्रक्चर छ, राइट? नन लिनियर डेटा स्ट्रक्चर छ. यसमा हामी डेटा वन इन अ सिक्वेन्शियल म्यानर स्टोर गर्दैन, राइट? यसमा हामी डेटा कसरी स्टोर गर्छौं? लेभल वाइजमा हाइरार्चिकल म्यानरमा स्टोर गर्छौं. डिफरेन्ट हाइरार्चिजमा हामी डेटाहरू स्टोर गर्छौं, राइट? दिस इज ट्री डेटा स्ट्रक्चर, राइट? भने पछाडी यो हामी यति बुझ्यौं. अब यसलाई अलि फर्मल डेफिनिसनतिर लागौं, है त. ल हामी के लेखेको छौं? इट इज अ
नन लिनियर डेटा स्ट्रक्चर हामी हेरिसक्यौं नन लिनियर भनेको के छ राइट यूज टू रिप्रेजेंट डेटा इन अ हायरार्चिकल और अ लेभल वाइज मैनर यो भनेको के छ सपोज जस्तै कि हामी के कुनै डेटा रिप्रेजेंट गर्यौं हायरार्चिकल वेमा कसरी डेटा रिप्रेजेंट गर्ने सपोज हाम्रो यहाँ 1 छ राइट यहाँ 2 छ 3 छ ओके यहाँ गर्दिम हाम्रो 4 छ यहाँ हाम्रो 5 छ 6 छ 7 छ 8 छ सपोज यहाँ गर्दिम हाम्रो 9 छ यहाँ गर्दिम 10 छ राइट हामी यो डेटा रिप्रेजेंट गर्यौं अब हेर्नुस् यो लजिकल रिप्रेजेन्टेसन हो जुन हामी यस्तो बनाइरहेको छौं यो लजिकल रिप्रेजेन्टेसन अफ डेटा हो राइट एक्चुअली मेमोरीमा यसरी बसेको हुन्छ डेटा बसेको हुँदैन है त हामी बुझ्नको लागि यो लजिकली यसरी रिप्रेजेन्ट गरिरहेछौं मेमोरीमा कसरी रिप्रेजेन्ट हुन्छ र प्रोग्रामिङ गर्दाखेरि हामी कसरी गर्न सक्छौं त्यो नि हामी आउने लेक्चर्सहरुमा हेर्छौं है त ट्री एउटा नन लिनियर डेटा स्ट्रक्चर हो जुनमा हामी डेटा रिप्रेजेन्ट गर्न सक्छौं कुन स्टाइलमा हायरार्चीको स्टाइलमा राइट हेर्नु त यो हाम्रो एउटा हायरार्ची भयो यो हायरार्ची यो हाम्रो एउटा अर्को हायरार्ची यो एउटा अर्को हायरार्ची यो एउटा अर्को हायरार्ची भयो नि त हैन यसलाई हामी के भन्न सक्छौं लेभल वाइज नि भन्न सक्छौं भनेपछि यो हाम्रो एउटा लेभल भयो है त यो हाम्रो एउटा लेभल यो हाम्रो एउटा लेभल भयो यो एउटा अर्को लेभल भयो यो एउटा अर्को लेभल भयो राइट त्यही भएर हामी के लेखेको छौं used to represent data in a hierarchical or a level wise manner है त आई बिलिभ यो कन्सेप्ट एकदम क्लियर भइसकेको होला जस्तै कि एउटा नर्मल एक्जाम्पल हामी भन्न सक्छौं हाम्रो कलेजेसहरुमा के हुन्छ हेर्नुस् त पहिला भन्ने हो भने हाम्रो फाउन्डर हुन्छ राइट हाम्रो फाउन्डरको तल के हुन्छ डिफरेन्ट एचओडीजहरु हुन्छ सपोज एचओडी 1 एचओडी 2 एचओडी 3 यसरी हुन्छ राइट अब डिफरेन्ट एचओडी को तर डिफरेन्ट फ्याकल्टीहरु हुन्छ हो कि हुन्छ के हुँदैन हेर्नुस् त हाम्रो रियल लाइफ एक्जाम्पलमा नि यस्तो सब सिनेरियो छ जुन हामी फर्स्ट सेमेस्टर देखि पढ्छौं के हामी सब कुरो एरेको स्टाइलमा रिप्रेजेन्ट गर्न सक्दैनन् नि त हैन र भन्नुस् त हामीलाई भास्ट डेटा स्ट्रक्चर चाहिन्छ एडभान्स्ड डेटा स्ट्रक्चर चाहिन्छ जस्तै कि हेर्यौं यस्तो हायरार्चिकल जुन स्टाइल अफ रिप्रेजेन्टिङ द कन्सेप्ट छ हायरार्चिकल वेमा जुन डेटा रिप्रेजेन्ट गर्न सकिन्छ त्यो के हामी एरे लिंक लिस्ट स्ट्याक क्यूहरुले गर्न सक्दैनन् नि त त्यही भएर हामीलाई पढ्नु पर्छ ट्री है त अब भन्यो भने ट्री पछाडी हामी झन पढ्छौं के पढ्छौं हामी ग्राफ पढ्छौं है त हामी के पढ्छौं ग्राफ अब ग्राफ कहाँ हेर्नुस् त जस्तै कि हामी हाम्रो सोशल नेटवर्किङहरुमा हेर्छौं हाम्रो फेसबुकमा फ्रेन्डहरु छ त्योहरु कसरी रिप्रेजेन्ट गर्ने त्यस्तो लाइक कम्प्लेक्स रिलेशनशिपहरु रिप्रेजेन्ट गर्नको लागि हामीलाई झन् एडभान्स्ड डेटा स्ट्रक्चर चाहिन्छ जुन कि ग्राफ भयो हामी झन् हेरौँला राइट जस्तै कि हाम्रो राउटर हुन्छ नेटवर्किङमा एउटा राउटरमा त कति डिभाइसेसहरु कनेक्टेड हुन्छ त्यसको लागि एडभान्स्ड डेटा स्ट्रक्चर्सहरु चाहिन्छ त्यही भएर हामी अलि एडभान्स्ड डेटा स्ट्रक्चर पढ्दै छौं ट्री ग्राफ त्यही भएर अहिले हामीले खास बुझ्नुपर्छ कि ट्री डेटा स्ट्रक्चर हामी पढिरहेछौं तर किन त्यो त हामीलाई थाहा हुनु पर्यो नि त यो भने पछाडी हामीलाई थाहा भइसक्यो होला ट्री कसरी अझै ट्री को एक्जाम्पल हेर्ने हो भने हामी हाम्रो आफ्नै फ्यामिलीमा हेरौं न हैन हामी हाम्रो आफ्नै फ्यामिलीमा हेर्ने भने के हुन्छ भन्नुस् त पहिला ग्रान्डफादर त्यसपछि ग्रान्डफादरको फादर त्यसपछि ग्रान्ड चाइल्ड हुन्छ नि त सबै हामी कसरी रिप्रेजेन्ट गर्न सक्छौं युजिङ ट्री डाटा स्ट्रक्चर है त यो ट्री डाटा स्ट्रक्चर भनेको के छ आई बिलिभ यो कन्सेप्ट हामी सबलाई अब क्लियर भइसकेको होला है त ल अब हामी ट्रीमा बढ्नु भन्दा अगाडि केही इम्पोर्टेन्ट टर्मिनोलोजीजहरु हेरौं जुन कि हामीलाई ट्रीमा जानिराख्नु पर्छ अरु टपिक्सहरु पढ्नु भन्दा पहिला है त अब त्यो टर्मिनोलोजीजहरु जान्नको लागि एउटा कुनै ट्री बनाऊ है त एउटा ट्री बनाऊ सपोज यहाँ म एउटा ट्री बनाऊ यो मेरो 1 भयो 2 3 4 6 7 8 9 10 ल एउटा हामी यो ट्री बनायौं है त अब डिफरेन्ट टर्मिनोलोजीजहरु हामी पढौं कि के हुन्छ भनेर ट्रीमा है त सबभन्दा पहिला हामीलाई के बुझ्नु पर्छ ट्रीमा एउटा इम्पोर्टेन्ट टर्मिनोलोजी दैट इज रूट है त रूट सबभन्दा पहिला हामीलाई बुझ्नु पर्छ रूट यो रूट भनेको के छ है त हेर्नुस् यो ट्री को रूट भनेको के छ हामी मजाले भन्न सक्छौं यति त हामीलाई थाहा छ कि व्हाट इज द रूट अफ दिस ट्री भनेको यो जुन 1 छ हाम्रो
डेप्थ अफ ओरिजिन अफ दिस ट्री राइट यसलाई हामी के भन्छौं रुट अफ दिस ट्री यो हाम्रो रुट अफ अ ट्री भयो है त अब यो जुन ट्री छ रुट भनेको के छ त्यो हामी बुझ्यौं है त अब बाँकी जुन यो सब हेर्नु भइरहेछ राइट हेर्नुस् त यसमा कुन डेटा स्टोर छ 1 यसमा कुन डेटा स्टोर छ 2 यसमा कुन छ 3 4 भनेपछि यो जुन जुन ठाउँमा हामी डेटा स्टोर गरिरहेको छौं राइट कुनै इन्फर्मेसन स्टोर गरिरहेछौं यहाँ अहिले नम्बर्स छ हामी अल्फाबेट्स राख्न सक्छौं हामी स्ट्रिङ राख्न सक्छौं हामी कुनै प्रकारको डेटाहरु राख्न सक्छौं है त भनेपछि यो जुन डेटा राख्ने ठाउँ छ यसलाई हामी के भन्छौं रे यसलाई हामी भन्छौं नोड है त यसलाई के भन्छौं नोड यसले हाम्रो इन्फर्मेसन के गर्छ होल्ड गरेर राखेको हुन्छ है त ओके यो हाम्रो नोड भयो अब हेर्नुस् यो जुन हामी हेरिरहेको छौं यो जुन पाथ यस्तो हेरिरहेछौं 1 देखि 4 यो जुन बाटो छ यसलाई हामी के भन्छौं है त यसलाई हामी कम्प्युटर साइन्सको भाषामा भनेपछि एउटा फर्मल टर्मिनोलोजीमा के हामी युज गरेर भनेको हुन्छौं यसलाई हामी भनेको हुन्छौं एज है त यसलाई के छ एज भनेको हुन्छौं आई बिलिभ यो क्लियर छ सानसानो कुरो हेरौं त्यसपछि हामी अगाडि बढ्छौं है त ल यो हाम्रो भयो अब यो जुन नोड हामी पढ्यौं है त जुन नोड पढ्यौं नोडमा अगाडि बढौं ल हेर्नुस् यो जुन हाम्रो ट्री छ राइट यो नोडमा नि डिफरेन्ट टाइप्स अफ नोड हुन्छ है त अब मलाई भन्नुस् यो सबै नोड छ अब हामी यस्तो नोड हेरौं जसलाई कुनै पनि चाइल्ड छैन अब चाइल्ड भन्नाले हामी यो केसमा के भन्छौं यो हायरार्चिकल वेमा हामी डेटा रिप्रेजेन्ट गरिरहेछौं राइट भनेपछि यो 1 लाई यदि हामी प्यारेन्ट एज्युम गर्ने हो भनेपछि हाम्रो 2 3 4 के भयो त्यसको चाइल्ड भयो भनेपछि 1 को चाइल्ड के भयो 2 3 4 भयो हो कि हैन यो हाम्रो क्लियर छ राइट नर्मल कन्सेप्ट जुन कि हामी भन्न सक्छौं हाम्रो आफ्नो लाइफ सँग रिलेट गरेर है त यति हामी बुझ्यौं ठीक छ यो नोड को नि चाइल्ड छ चाइल्ड के छ 2 3 4 2 को नि चाइल्ड छ 5 6 3 को चाइल्ड छ 7 8 9 को चाइल्ड छ 10 यसरी हामी हेर्न सकिरहेछौं मजाले हेर्नुस् अब हामीलाई हेर्नु पर्ने छ यो ट्रीमा त्यो चाइल्डहरु हेर्नुस् जसलाई कुनै पनि बच्चा छैन कुनै पनि चाइल्ड छैन है त भन्यो भने मलाई हेर्नुस् यो 5 जुन हाम्रो नोड छ यसलाई कुनै चाइल्ड छ छैन नि त 6 लाई कुनै चाइल्ड छ छैन 8 लाई छ छैन 7 लाई छ 7 को 9 छ 10 लाई छ छैन 4 लाई छ छैन भनेपछि यस्तो नोड जसलाई कुनै पनि चाइल्ड छैन त्यसलाई हामी के भन्छौं रे लीफ नोड त्यसलाई के भन्छौं लीफ नोड त्यही भएर म यहाँ लेख्छु लीफ नोड है त ध्यान दिनु होला भनेपछि तलको एकदम तलको केहीसम्म अन्त्य हुने कि त्यसको कुनै चाइल्डै हुँदैन भनेपछि ठ्याक्क त्यही एन्ड हुन्छ त्यसलाई हामी त्यस्तो नोडलाई के भन्छौं लीफ नोड र अर्को कुरो ध्यान दिनु होला लीफ नोडलाई हामी एक्सटर्नल नोड नि भनेको हुन्छौं है त के भनेको हुन्छौं एक्सटर्नल नोड यो नि ध्यान दिनु होला भनेपछि लीफ नोडलाई हामी एक्सटर्नल नोड नि भन्छौं अब तपाईले कसैले सोध्यो कि यो जुन ट्री छ यो ट्रीमा लीफ नोड्स कुन कुन छ भन त कसैले हामीले सोध्यो भने हामी के भन्छौं 5 6 10 8 4 यो के छ लीफ नोड छ है त यति ध्यान दिनु होला अब लीफ नोडलाई हामी एक्सटर्नल नोड भन्यौं भनेपछि एउटा अर्को नि हुन्छ हाम्रो इन्टर्नल नोड है त इन्टर्नल नोड यो इन्टर्नल नोड भनेको के हुन्छ लीफ नोड बाहेक अर्को नोडलाई हामी के भन्छौं इन्टर्नल नोड है त जस्तै कि 1 2 3 4 लीफ नोड बाहेक अरु सबै नोड्सहरुलाई हामी इन्टर्नल नोड्स भन्छौं है त ध्यान दिनु होला एक्सटर्नल नोड्स भनेको लीफ नोड भयो भनेपछि इन्टर्नल नोड भनेको एक्सटर्नल बाहेक सबै जसलाई बच्चा छ जसलाई चाइल्ड छ फर्दर चाइल्ड छ राइट त्यसलाई हामी के भन्छौं इन्टर्नल नोड्स है त यदि कसैले हामीलाई सोध्यो सपोज कि सिब्लिङ्स भनेको के छ राइट सिब्लिङ्स भनेको के छ हाम्रो आफ्नो नर्मल लाइफ सँग रिलेट गर्नुस् त सिब्लिङ्स भनेको हामी भन्छौं नि त आफ्नो सिब्लिङ्स राइट सेम प्यारेन्ट को चाइल्डहरुलाई हामी के भन्छौं सिब्लिङ्स भनेपछि 1 को कुन चाइल्ड छ 2 3 4 यो 2 3 4 के भयो सिब्लिङ्स भयो त्यति हामीले ध्यान दिनुपर्छ राइट यसलाई भनिएको हुन्छ सिब्लिङ्स ट्री को टर्ममा नि कम्प्युटर साइन्समा हामी यसलाई सिब्लिङ्स टर्मिनोलोजीले इन्डिकेट गरेको हुन्छौं है त ल अब हामी अर्को हेरौं एउटा अर्को कन्सेप्ट हेरौं हामी यो डेप्थ भनेको के बुझ्छौं है त डेप्थ अफ अ नोड आयो राइट डेप्थ भनेको कसरी हामी क्याल्कुलेट गर्छौं कसरी भन्छौं भनेपछि डेप्थ भनेको हामी बुझ्छौं डेप्थ भनेको के गहराई हो भनेपछि डेप्थ के छ कसैले हामीलाई सोध्यो कि यो जुन 2 नोड छ यो 2 नोड को डेप्थ के छ डेप्थ भन्नाले सधैं ध्यान दिनु होला हामी रुट देखि चेक गर्छौं रुट देखि कहाँ छ
राइट रुटदेखि ठ्याक्क यो नोडमा हामी पुग्छौँ अनि काउन्ट गर्छौँ कतिवटा एज आयो इन बिट्विन भन्नाले यदि यो रुटबाट हामी 2 मा गयौँ कतिवटा एज आयो एउटा भने पछाडि हामी डेप्थ अफ अ नोड 2 कसैले सोध्यो भने हामी के भन्छौँ डेप्थ अफ नोड 2 के भयो 1 राइट कसैले हामीलाई सोध्यो व्हाट इज द डेप्थ of this node right of 8 कसैले सोध्यो व्हाट इज द डेप्थ अफ अ नोड 8 भने पछाडि हेर्नुस् रुटबाट यहाँ पुग्न हामीलाई कतिवटा एज भएर जानुपर्छ एउटा दुईटा भन्नाले यो डेप्थ अफ 8 के भयो 2 भयो ल तपाईहरु मजाले अब आन्सर दिनुस् कसैले हामीलाई सोध्यो व्हाट इज द डेप्थ अफ अ नोड 10 राइट यो नोड 10 यहाँ छ यसको डेप्थ सोध्यो के गर्ने मजाले रुटदेखि यहाँ पुग्ने र काउन्ट गर्ने कतिवटा एजहरु आयो इन बिट्विन एउटा दुईटा तीनटा चारवटा भने पछाडि कति डेप्थ भयो अफ दिस नोड कति डेप्थमा छ कुनै पनि नोड रुटको कम्पेयरमा कति डेप्थमा छ that is what we call as a depth of a particular node right यो भयो अब यो डेप्थ भन्ने कुरा थाहा भयो कसैले हामीलाई सोध्यो व्हाट इज द डेप्थ अफ रूट व्हाट इज द डेप्थ अफ रूट भने पछाडि यो रुटको डेप्थ कति छ हामी के भन्छौं 0 है त ध्यान दिनु होला किनभने रुट फर्स्टमै छ हाम्रो फर्स्टमै छ त्यही भएर डेप्थ अफ दिस रुट इज 0 आई बिलिभ यो डेप्थ भन्ने कन्सेप्ट तपाईहरुलाई क्लियर होला है त अब हेर्नुस् कसैले हामीलाई सोध्यो हाइट भन्ने अर्को धेरै इम्पोर्टेन्ट कन्सेप्ट छ हाम्रो हाइट अफ अ नोड कसैले हामीलाई भन्यो यो नोडको हाइट के छ भनेर है त अब हेर्नुस् डेप्थ हामी रुट भन्दा ठ्याक्क तल हेर्दै गयौं हाइट कसैले सोध्यो भने हामी के भन्ने हाइट ठ्याक्क तलबाट लीफ नोडबाट माथि हेर्दै जाने हो है त यसरी ध्यान दिनु भन्नाले कसैले यदि हामीलाई सोध्यो यो जुन 7 छ राइट यो जुन 7 छ यो 7 को हाइट के छ व्हाट इज द हाइट अफ दिस नोड 7 भने पछाडी हामी के गर्ने हाइट पत्ता लगाउँदाखेरि तल लीफ नोड देखि जाने यसको सबभन्दा यो 7 सँग कनेक्टेड लीफ नोड कुन छ 10 राइट अब 10 देखि माथि जाम अनि हेरौं कतिवटा एजेसहरु छ इन बिट्विन 7 पुग्दाखेरि भने पछाडी हामी 10 देखि जादा 7 मा के हुन्छ 1 2 भने पछाडी व्हाट इज द हाइट अफ दिस नोड 7 2 है त यति ध्यान दिनु पर्यो यो हामी हेर्यौं अझै कसैले यदि हामीलाई सोध्यो कि व्हाट इज द हाइट अफ दिस नोड 2 कसैले हामीलाई 2 को हाइट सोध्यो यो केसमा मलाई भन्नुस् 2 को हाइट कति छ यो केसमा यसको लीफ नोड हेरौं योसँग कनेक्टेड लीफ नोड भने पछाडी 5 छ 6 छ दुईटा लीफ नोड छ राइट अब यो लीफ नोड देखि यो 2 मा जाने हो भने कतिवटा एजेसहरु आउँछ इन बिट्विन एउटा त्यही भएर हाइट अफ दिस 2 इज व्हाट 1 है त ध्यान दिनु पर्यो यो हामी हेर्यौं सधैं याद गर्नुस् डेप्थ भनेको माथिबाट हाइट भनेको तलबाट दैट्स ऑल यतिले हामी मजाले यो कहानी भन्न सक्छौं है त अब यो हामी डेप्थ बुझ्यौं अब हाइट नि बुझ्यौं हाइट भनेको के छ त्यो बुझ्यौं है त अब हेर्नुस् एउटा अर्को हामी कन्सेप्ट यसमा हेर्छौं ट्रीमा लेबल यो लेबल भनेको के छ भेरी इम्पोर्टेन्ट कन्सेप्ट छ ध्यान दिएर हेर्नुस् यो लेबल भनेको के छ अब यदि हामीलाई कसैले सोध्यो हेर्नुस् लेबलिङ कसरी गर्छौं हामी एउटा हायरार्कीलाई लेबल भन्छौं कि लेबल भने पछाडी यो केसमा हेर्ने हो भने यो जुन हाम्रो 1 छ यो एउटा लेभलमा छ राइट यो जुन सबै नोड्सहरु छ यो एउटा लेभलमा छ यो जुन हाम्रो नोड्सहरु छ यो एउटा लेभलमा छ यो जुन 9 छ यो एउटा लेभलमा छ यो जुन 10 छ हामी के भन्छौं यो एउटा अर्को लेभलमा छ हो भने पछाडी एउटा इच हायरार्कीलाई हामी लेभल नि भन्छौं है त ध्यान दिनु होला भने पछाडी कसैले हामीलाई सोध्यो कि हाउ मेनी लेभल्स आर देयर इन दिस ट्री राइट हाउ मेनी लेभल्स भने पछाडी एउटा लेभल्स दुईटा 3 4 5 राइट देयर आर टोटल 5 लेभल्स इन दिस ट्री र हामी लेभल्सहरुलाई कसरी रिप्रेजेन्ट गर्ने अब डिफरेन्ट कन्भेन्सन तपाई फलो गर्न सक्नुहुन्छ यहाँ हामी 1 2 3 4 5 नि भन्न सक्छौं भने पछाडी हामी कम्प्युटर साइन्सको बेसिक फलो गरौँ है त हामी लेभललाई के भन्छौं यो 0 लेभल छ हाम्रो यो 1 लेभल छ यो 2 लेभल छ यो 3 लेभल छ र यो 4 लेभल छ हामी 0 देखि स्टार्ट गर्यौं वी आर फलोइङ दिस कन्भेन्सन धेरै बुक्सहरुमा तपाई हेर्न सक्नुहुन्छ 1 बाट नि फलो भएको छ बट द कन्सेप्ट रिमेन्स सेम राइट त्यही भएर तपाई कन्फ्युज नहुनु होला भने पछाडी कसैले सोध्यो टोटल लेभल कति छ 0 देखि 4 छ तर देयर आर टोटल 5 लेभल्स है त यति कन्सेप्ट हाम्रो क्लियर छ अब लेभल भनेको के छ डेप्थ कसरी पत्ता लगाउने कुनै नोडको हाइट कसरी पत्ता लगाउने यति कन्सेप्ट आई बिलिभ हामी सबलाई अब क्लियर छ है त ल अब केही कन्सेप्ट्सहरु हेरौं जुन कि इन्टरभ्युहरुमा सोधेको हुन्छ हामीलाई आउँछ तर नि हामी कन्फ्युज भएको हुन्छौं है त हामी केही अलि प्र्याक्टिस गरौं प्र्याक्टिस टाइप अफ थिंग्स गरौं है त सपोज मैले यहाँ लेखे कि depth of a node
इज इक्वल टू हाइट अफ अ नोड के यो भन्न मिल्छ डेप्थ अफ अ नोड इज इक्वल टू हाइट अफ अ नोड इज दिस स्टेटमेन्ट ट्रू हेरौँ त एक्जाम्पलले हामी तपाईँ मजाले भिडियो पज गर्नुहोस् र आफूले भेरिफाई गर्नुहोस् सपोज एउटा एक्जाम्पल लिम 3 यो एउटा हाम्रो नोड छ यो 3 को डेप्थ के छ डेप्थ भनेको रुटदेखि हेर्ने भनेपछि 1 यसको डेप्थ छ अब यसको हाइट के छ हाइट भनेको के हेर्ने ठ्याक्क हामी लिफ नोडदेखि हेर्ने है त लिफ नोडदेखि हेर्यौँ भने के हुन्छ 1 2 3 ठीक छ डेप्थ 1 भयो भने पछाडि हाइट के छ 3 यो स्टेटमेन्ट के छ ट्रू छ कि फल्स भने पछाडि हामी के भन्छौँ फल्स है त यो हामी 100% एभ्री केसेसमा यो छैन कि सब डेप्थ इच नोडको डेप्थ र हाइट सेमै हुन्छ भन्ने कुरा छैन है त यो कन्फ्युज नहुनु होला धेरै ठाउँमा सोधिएको हुन्छ तर एकदम इजी क्वेसन छ है त यो अर्को हेरौँ ल अर्को हेर्नुहोस् यदि हामीलाई कसैले सोध्यो हाइट अफ अ ट्री इक्वल टु हाइट अफ अ रुट के यो सही छ स्टेटमेन्ट अब हेर्नुहोस् त्यति अहिलेसम्म हामी के हेरिरहेछौँ कि कुनै पनि नोडको हाइट कसरी क्याल्कुलेट गर्ने अब त्यो त क्याल्कुलेट गर्न हामीलाई आइसक्यो तर यो केसमा कसैले हामीलाई सोध्यो कि व्हाट इज द हाइट अफ दिस ओभरअल ट्री यो ट्रीको हाइट के छ भनेर सोध्यो भने हामी कसरी पत्ता लगाउने सधैँ ध्यान गर्नु होला कसैले यो हामीलाई होल ट्रीको हाइट पत्ता लगाउन सोध्यो भने पछाडि ट्रीको हाइट भनेको हाइट अफ दिस रुट है त अब यो हाइट अफ दिस रुट कसरी पत्ता लगाउने अब यसमा आफै भिडियो पज गरेर एकछिन सोच्नुहोस् मैले के भनेको छु हाइट पत्ता लगाउँदाखेरि लिफदेखि हेर्ने अब यो यसको त धेरै लिफ छ भन्ने हो भने 1 को लिफ नोड 4 पनि छ कि छैन भने पछाडि यहाँ त 1 भयो कि हामी 1 भन्ने हाइट अफ दिस रुट नोड 1 हैन हुँदैन कहिले पनि ध्यान दिनु होला हाइट भनेको हामी एकदम ठूलो पाथ भएको हाइट लिने है त ठूलो पाथ भएको हाइट हामीले लिनुपर्छ भने पछाडि सबभन्दा ठूलो हेर्ने हो भने कुन हुन्छ यो ट्रीमा हेर्नुहोस् त यहाँदेखि यदि हेर्ने भने 1 2 3 4 भने पछाडि दी height of this node 1 that means the height of this root node 1 को के छ 1 2 3 4 भने पछाडि हाइट के भयो 4 भयो यो भन्दा नि धेरै छ छैन यहाँ हेर्ने भने 1 2 1 2 1 2 1 2 1 2 1 2 है त भने पछाडि हाईएस्ट हाइट कुन भयो हाईएस्ट हाइट हेर्ने हो भने सबभन्दा तलको लिफ नोडबाट जहिले नि हामी कन्सिडर गर्नुपर्छ है त हाइट नोड त्यही भएर ध्यान दिनु होला यो केस अब यसमा भने पछाडि हामी भन्न सक्छौं हाइट अफ दिस ओभरअल ट्री इज इक्वल टु 4 कसरी क्याल्कुलेट गर्यौं यो हामी बुझ्यौं त्यही भएर धेरै ठाउँमा यो सोधेको हुन्छ कि के यो स्टेटमेन्ट सही छ हाइट अफ अ ट्री इज इक्वल टु हाइट अफ रुट के यो सही छ हामी मजाले भन्छौं यो सही छ है त किनभने हाइट अफ को यो ट्री भनेको हाइट अफ रुट हामी पत्ता गर्यौं है त यो हामी भन्न सक्छौं त्यही भएर यो नोट गर्नु होला अर्को यसमै अझै प्र्याक्टिस गरौँ हामी ल अर्को हेर्नुस् यदि कसैले हामीलाई सोध्यो व्हाट इज दी राइट यो डेप्थ अफ अ ट्री भने पछाडि हामीलाई कसैले सोध्यो कि यो जुन ट्री छ हाम्रो राइट यो जुन ट्री छ यसको डेप्थ के छ कसैले सोध्यो भने के भन्ने अब एकछिन सोचेर भन्नुस् मलाई सधैँ बुझ्नु होला कि यो डेप्थ जुन कन्सेप्ट छ यो ट्री सँग रिलेटेड कन्सेप्ट खासमा फर्मली छैन है त धेरै बुक्सहरुमा लेखिएको हुन्छ तर यो ध्यान दिनु होला डेप्थ भनेको कहिले नि हामी नोड लेभलमा कुरा गर्छौं कसैले हामी सोध्यो यो 4 को डेप्थ के छ हामी नोडदेखि हामी यो रुट नोडदेखि हेर्छौं कतिवटा एज छ त्यो रुट नोडदेखि कतिको डेप्थमा छ भनेर कन्सेप्ट हामी भन्छौं है त भने पछाडि कसैले 4 को डेप्थ हामीलाई सोध्यो भने हामी भन्छौं 1 तर कसैले हामी डेप्थ अफ अ ट्री सोध्यो भने के भन्ने व्हाट इज द डेप्थ अफ दिस ट्री कसरी भन्ने चोटी सोच्नुस् सधैँ ध्यान दिनु होला यो केसमा के हामी यस्तो भन्न सक्छौं डेप्थ अफ अ ट्री इज इक्वल टु डेप्थ अफ अ रुट के हामी यस्तो भन्न सक्छौं जस्तो अहिले एकछिन अगाडि हामी पढ्यौं हाइट अफ अ ट्री इज इक्वल टु हाइट अफ अ रुट यो केसमा भन्न मिल्छ मिल्दैन है त ध्यान दिनु होला किनभने मलाई भन्नुस् त डेप्थ अफ अ रुट हेर्ने हो भने यो केसमा डेप्थ अफ अ रुट के छ 0 के यो डेप्थ अफ अ ट्री 0 छ त्यो हामी भन्न मिल्दैन त्यही भएर ध्यान दिनु होला कसैले हामीलाई यदि डेप्थ अफ अ ट्री सोध्यो भने त्यो केसमा सधैँ ध्यान दिनु होला डेप्थ अफ अ ट्री भनेको हामी त्यो नोडको डेप्थ भन्छौं जुन जसको सबभन्दा ठूलो डेप्थ छ जसको सबभन्दा धेरै डेप्थ छ है त भने पछाडि यो हेर्ने हो भने यो होल ट्री को डेप्थ हामीलाई भन्नु पर्ने छ यो 4 को डेप्थ के छ 1 छ 8 को डेप्थ के छ 2 छ 10 को डेप्थ के छ हेर्नुस् त 1 2 3 4 भने पछाडि सबभन्दा ठूलो डेप्थ सबभन्दा धेरै डेप्थ कुन नोडको छ
10 नोडको छ है भने पछाडि जुन नोडको डेप्थ धेरै हुन्छ त्यही वाला डेप्थ हामी भन्छौं दैट इज द डेप्थ अफ दिस ओभरअल ट्री है त। यो ध्यान दिनु होला, कसैले सोध्यो भने यो कुरो हामीले थाहा हुनुपर्छ है त, कन्फ्युज नहुनु होला। त्यही भएर यो केसमा सबभन्दा धेरै डेप्थ 10 को छ, दैट इज रुट देखि हेर्ने भने 1 2 3 4 भने पछाडि डेप्थ अफ दिस ट्री के हुन्छ यो केसमा 4 हुन्छ है त। यो केसमा अझै कुनै यहाँ आएर अझै ठूलो बनाइदिन्थ्यो भने त्यो नोडको डेप्थ हामी कन्सिडर गर्थ्यौं जसको यो होल ट्रीमा सबभन्दा धेरै डेप्थ छ, दैट विल बी द डेप्थ अफ दिस ओभरअल ट्री है। कसैले यो सोध्यो भने यो नि कन्फ्युज नहुनु होला है त। यो के कुरो हामी हेर्यौं। ल अब हेरौं। ल म यहाँ केही लेख्छु, तपाईहरु मजाले एकचोटी प्र्याक्टिस गर्नुस्। सपोज मैले यहाँ लेखे लेभल अफ अ नोड इक्वल टू डेप्थ अफ अ नोड। ल यो स्टेटमेन्ट हेर्नुस् र एनालाइज गरेर एकछिन भिडियो पज गरेर हेर्नुस् त के यो सही छ। लेभल अफ अ नोड भनेको डेप्थ अफ अ नोड हामी भन्न सक्छौं। एकचोटी चेक गरौँ। यो हेर्नुस् 1 देखि स्टार्ट गरौँ। 1 को लेभल के छ 0, डेप्थ के छ 0। ओके नाइस। यो लेभलको हेर्ने हो भने 2, यसको लेभल के छ रे 1 छ। ओके नाइस, लेभल 1 छ भने पछाडि यसको डेप्थ के छ 1 छ। यो नि म्याच गर्यो। यो लेभलको कुनै हेरौँ 8 को हेरौँ। 8 को लेभल के छ 2 छ, डेप्थ के छ 1 2 ठीक छ। 9 को हेरौँ भने पछाडि 3, डेप्थ ओके ठीक छ। इट मीन्स दिस स्टेटमेन्ट इज ट्रू। कसैले हामीलाई भन्यो कि लेभल अफ अ नोड इज इक्वल टू डेप्थ अफ अ नोड हामी भन्न सक्छौं, हामी भन्छौं यस हामी भन्न सक्छौं। हामी कुन कन्भेन्सन फलो गरेर यो कुराहरू डेराइभ गरिरहेछौं त्यो ध्यान दिनु होला है त। हामी यो लेभल 0 देखि स्टार्ट गरेको छौं, नत्र भए हाम्रो त्यो ठ्याक्क +1 गर्ने ठाउँमा +1 गरिराख्नु पर्छ। त्यही भएर तर यो केसमा हाम्रो इक्वल छ, मजाले भन्न सक्छौं। अब सपोज यहाँ 1 हुन्थ्यो, लेभल हामी 1 देखि स्टार्ट गर्थ्यौं भने यही केस हाम्रो ट्रू हुन्थ्यो हुँदैन थियो। त्यो डिपेन्ड हुन्छ कि कुन कन्भेन्सन फलो गरिरहेछ। हामी यो कन्भेन्सन फलो गरिरहेछौं, त्यही भएर हामी डिफरेन्ट स्टेटमेन्टहरू प्र्याक्टिस गरिरहेछौं राइट। तर कसैले यहाँ सपोज कुनै टेक्स्टमा 1 2 3 4 5 यस्तो गरेको छ राइट भने पछाडि यो केसमा भन्न मिल्छ डेप्थ अफ अ नोड इज इक्वल टू लेभल अफ अ नोड इज इक्वल टू डेप्थ अफ अ नोड भन्न मिल्दैन है त। तर हामी यो भन्छौं लेभल अफ अ नोड इज इक्वल टू डेप्थ अफ अ नोड +1 भनिदिन्छौं। के छ यसको लेभल के छ हाम्रो यो केसमा 1 छ र डेप्थ 0 छ, +1 फर्मुलामा बनाइदिन्छे। तपाईले यस्तो स्टेटमेन्ट सोधेको छ भने त्यहाँ कन्भेन्सन भनेको हुन्छ, त्यो डराइराख्नु पर्दैन है त। मजाले कुनै कन्भेन्सन, यो सबभन्दा बेस्ट कन्भेन्सन छ किनभने हामी कम्प्युटर साइन्समा अभियसली कुनै कुरो एरेको इन्डेक्सै सबभन्दा सुरुमै हाम्रो फर्स्ट सेमेस्टरदेखि प्र्याक्टिस गर्छौं नि त। एउटा कोडिङ गर्ने स्टाइलै हामी बनाएको हुन्छौं कि 0 देखि इन्डेक्स स्टार्ट गरौँ, किन 1 देखि गरौँ, सब कुरो 0 देखि गरौँ। एउटा जेनरलाइज फर्ममा कुनै कुरो फलो गरेको हाम्रो लागि सजिलो हुन्छ। त्यही भएर तपाईहरु मजाले यो गर्न सक्नुहुन्छ है त। यो आई बिलिभ तपाई भन्न सक्नुहुन्छ। सपोज मैले अब यहाँ लेखे कि यो कुरो सही छ। अब लेभल अफ अ नोड इज इक्वल टू म यहाँ लेखिदिन्छु हाइट अफ अ नोड। हाइट अफ अ नोड के हो सही छ। लेभल अफ अ नोड इज इक्वल टू हाइट अफ अ नोड सही छ। अब हेर्नुस् त लेभल भनेको हाम्रो यसको लेभल हाम्रो के छ 0, तर हाइट हेर्नु भने त ठ्याक्क तलदेखि हामी गर्छौं, हुँदैन राइट। यो मजाले भन्न सक्नुहुन्छ यो स्टेटमेन्ट सही छैन है त। यस्तो यस्तो जे भयो नि यो किन प्र्याक्टिस गराइरहेछु किनभने तपाईहरु एउटा भिजुअलाइज गर्नुस् कि ओके लाइक अलिअलि यताउता केही स्टेटमेन्ट मिक्स म्याक्स गरेर तपाईहरुलाई के कन्फ्युजन नहोस् भनेर केही हामी प्र्याक्टिस गर्दैछौं है त। सपोज तपाईलाई एउटा क्वेशन दिन्छु है त। हाइट अफ अ ट्री दिएको छ, हाइट अफ अ ट्री दिएको छ र तपाईलाई के भन्यो कि टोटल नम्बर अफ लेभल्स इन अ ट्री पत्ता लगाउनु छ है त। हामीलाई के दिएको छ यो केसमा हाइट दिएको छ है त। भने पछाडि यो केसमा सपोज यो ट्रूको यो ट्रीको हाइट के छ हामीलाई थाहा छ 1 2 3 4 भने पछाडि यो ट्रीको हाइट हाम्रो के छ रे 4 छ। ओके हाइट 4 छ र हामीलाई कसैले भन्यो कि टोटल नम्बर अफ लेभल्स पत्ता लगाउन है त। भने पछाडि सधैं याद गर्नु होला यसको सिम्पल फर्मुला छ। तपाईहरु नि एकदम जेनरलाइज गर्नुहुन्छ भने यो ट्री हेरेर बनाउन सक्नुहुन्छ, केही त्यस्तो रकेट साइन्स छैन। भने पछाडि टोटल नम्बर अफ लेभल्स कुनै पनि ट्रीमा कति छ त्यो हामी कसरी पत्ता लगाउन सक्छौं। लेभल इज इक्वल टू सिम्पल भन्न सक्छौं हाइट प्लस 1 है त। हाइट प्लस 1 भने पछाडि यो केसमा हेर्नुस् त हाम्रो कतिवटा लेभल छ 0 देखि स्टार्ट गर्नुस् अथवा 1 देखि भने पछाडि यो हटाइदिनु ताकि तपाईहरुलाई केही कन्फ्युजन नहोस्। हामी के फलो गरिरहेछौं 0
0 1 2 3 4 भने पछाडि हामी 4 सम्म आयौं भने पछाडि टोटल नम्बर अफ लेभल्स हाम्रो के छ 5 0 देखि स्टार्ट गरेको छौं राइट त्यही भएर हाम्रो 5 भयो 1 2 3 नम्बर टोटल नम्बर अफ लेभल्स यो 0 ले कन्फ्युज नहुनु होला है त 5 भने पछाडि हाइट हाम्रो 4 छ हेर्नुस् त 4 + 1 हाम्रो टोटल नम्बर अफ लेभल्स 5 आयो कि आएन मजाले आयो त्यही भएर धेरै ठाउँमा तपाईले यदि कसैले यो सोध्यो भने यसरी भन्न सक्नुहुन्छ अथवा हाइट दियो लेभल पत्ता लगाउन हामी भन्न सक्छौं है त यसरी हामी गर्न सक्छौं यो केही इम्पोर्टेन्ट टर्मिनोलोजिजहरू थियो जुन कि हामी हेर्न सक्छौं राइट ट्रीमा अगाडि बढ्नुभन्दा पहिले एन्ड आई बिलिभ यो सबै कुरो क्लियर भएको होला ल आजको लेक्चरमा यति राखौं हाम्रो यो ट्रीको फर्स्ट लेक्चरमा जहाँ कि हामी एकदम इजी कन्सेप्ट्सहरू हेर्यौं राइट हामी टर्मिनोलोजीहरू हेर्यौं डिफरेन्ट टर्मिनोलोजिजहरू हेर्यौं जुन कि ट्रीमा इम्पोर्टेन्ट छ बुझ्नु अगाडि बढ्नुभन्दा पहिले है त अनि नेक्स्ट लेक्चरमा हामी अगाडिको कन्सेप्ट पढ्छौं बाइनरी ट्री पढ्छौं राइट अनि त्यसपछि अगाडि बढ्दै जान्छौं र हामी ट्री एकदम मजाले खतम गर्छौं है त अब यो भिडियो इन्ड गर्नुभन्दा पहिले म सबैलाई रिक्वेस्ट गर्न चाहन्छु तपाई अहिलेसम्म यदि च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गर्नु होला किनभने तपाईको सपोर्ट मेरो लागि धेरै इम्पोर्टेन्ट छ राइट धेरै हेल्पफुल हुन्छ र तपाई आफ्नो साथीहरुलाई राइट जुन तपाईको डोमेन रिलेटेड साथीहरु छ त्यो आफ्नो फ्रेन्ड सर्कलमा शेयर गर्नुस् राइट एन्ड कोडिआई टेक्नोलोजिजको फेसबुक पेज नि तपाईहरु त्यहाँबाट फलो गर्न सक्नुहुन्छ इम्पोर्टेन्ट अपडेट्सहरु म राखिरहन्छु त्यही भएर तपाई मजाले सिंकमा बस्न सक्नुहुन्छ र म रिक्वेस्ट गर्छु यो दुवै कुरो शेयर गर्नु सब्स्क्राइब जे यो इम्पोर्टेन्ट फ्याक्टर्सहरु छ राइट त्यति गर्दिनुस् इट विल बी हेल्पफुल फर मी राइट लेट्स मीट इन द नेक्स्ट लेक्चर दैट्स ऑल इन दिस लेक्चर हैव अ गुड डे टेक केयर बाय बाय